फेरि पनि तपाईहरुलाई स्वागत छ मेरो अर्को ब्लगमा। आज चाहिँ म हैन मेरो छुट्टी हो नि त 1 विक। अनि छुट्टीमा यसो घरमा बसेको बेलामा झार काटेर यसो हैन देखाउनु पर्यो भनेर के। यहाँ चाहिँ अब स्याउहरु पुरा स्याउको हाँगाहरु के एप्पल पुरा फलेको छ। यता म देखाउँछु यहाँ उतापट्टि हैन। यहाँ चाहिँ एप्पल छ के। यो उतापट्टि चाहिँ मेरो गार्डन हो हैन। गार्डन अनि पुरा गार्डनबाट चाहिँ झार उताको झारहरु चाहिँ हैन पुरा यसरी आएको छ नि त। यो एप्पलको रुख अनि त्यो फुलहरुको त्यो सबै यसरी झुन्डेको छ। तर कोही मान्छेहरु हिँडेर हैन अल्झेर लड्यो भने त अनि आँखा घोच्यो भने हैन सबको यो हाँगाले आँखा घोच्यो भने त मलाई सुगर छ हैन। त्योहरु मैले त काट्नु पर्यो। अनि नेपालमा भएको हैन कसैले आँखालाई घोचिहाल्यो भने नि कम्प्लेन गर्यो भने तेरो आँखा देखिँदैन भन्नु मिल्यो नि त नेपालमा। यहाँ त मिलेन हैन सुगरिहाल्छ। अनि अब पैसा तिरेर पठाउँ भने नि कति यति काटेको 100 200 लगिहाल्छ के आफै काट्ने हैन। तर भनेर चाहिँ म चाहिँ अब आज चाहिँ यो काट्दैछु हैन। हेर कस्तो हुन्छ हैन। सुरुमा चाहिँ यस्तो यस्तो चाहिँ पुरा छ के। यो त खुट्टा पनि हो मान्छेले भरे अझै लड्छ नि त। त्यो सबै चाहिँ काटेर देखाउनु पर्यो। चट्ट यस्तो भयो हैन। फाइनल्ली अब यो चाहिँ सोर्नु बाँकी छ सरर हैन। ए मजाले फेरि त छट्ट मिलाउनु पर्छ कि मलाई चाहिँ। फाइनल्ली सक्यो गाइस हैन। चट्ट काटिसक्यो 5-6 ब्याग भयो चट्ट हैन हालिसक्यो। लास्ट अब त फ्लावर सफा गर्दैछ फुटपाथ। अब चाहिँ सक्यो खुसियालीमा। तपाईँहरूले एउटा डान्स त हान्नै पर्यो हैन। अब कतिले अब यस्तो डान्स भएपछि अब सबैले हेर्नु हैन इच्छा गरेको हुन्छ नि त। त्यही भएर म एउटा डान्स तपाईँहरूको लागि परी हो कि अप्सरा लायो मोहनी बानी रहेछ लजाउन यो दिलामा मन छ सजाउने यो चाहिँ गोराले हो। ए गोराले हो सक्यो गाइस। अब पुरा ग्राउन्डहरू पनि क्लियर भइसक्यो होइन। यसरी गाउँघरमा यसरी के र हलो यसरी काट्न हिँडेको याद हालेर हिँडेको याद भयो कि। अब त्यो पनि चट्ट अब यसरी घरमा जाँड छान्नु लगाएको छु होइन। अब त्यही हो खेतालो जाँदाखेरि जाँड खाइन्थ्यो नि त। चट्ट भाती जाँड मजाले छान्यो भनेको छु होइन। चट्ट अब यसरी जान्छु। जाँडको कुरा गर्दाखेरि के जाँडको कुरा गर्दाखेरि छ्याङको कुरा गर्दाखेरि के अब गाउँमै हुर्केको मान्छे हामी होइन। गाउँमा त्यो जाँड खाएर त्यही हातले छानेको खाएर आउने बानी परेको होइन। अब त्यही त हो। अब विदेश बसेपछि अब होइन
छुट्टी जाँदाखेरि के गाउँतिर गइन्थ्यो अनि बिचरा अब त्यही त नि गाउँको मान्छेहरू होइन होइन काम गरेको दुःख गरेको हात पुरा हातमा अब गोबर सोध्नु पऱ्यो के होइन काम गर्नु पऱ्यो हातमा पुरा मैलाहरू हुन्छ नि त अलिअलि अब जार खानुहोस् कि खानुहोस् खाएर जानुहोस् भन्ने होइन अब कस्तो के अब हुन त अब त्यस्तै खाएर हुर्केको मान्छे होइन अब खाउँ कि नखाउँ होइन भयो भन्दा पनि होइन अलिकति खाएर जानुपर्छ म छानिदिन्छु भन्ने अनि हात हेऱ्यो यस्तो हुँदै लतत कालो हातको पनि आउँथ्यो है तर म त खाइदिन्थेँ आँखा चिम्म गरेर खाइदिन्थेँ अब कसरी नखानु होइन बिचरा त्यस्तो दुःख गरेर छान्दैछ हात हेऱ्यो भने अब काम गरेको हात है बिचरा सबै त्यस्तै हो नि बिचरा गाउँमा म त खाइदिन्थेँ कि स्वाटै आँखा चिम गरेर अब लाग्यो चट्टै अब सरर होइन यस्तै अब पुरा खेतालाबाट हिँडेको घरमा जार छाने केही छैन है जाँड छाने छ कि छैन हो आए हे यता ल ए ढोका